यो हेर्नुहोस् कस्तो प्रधानमन्त्री छ हाम्रो। देशप्रति वफादार नहुनु, मन्त्रीप्रति वफादार हुनु रे, मन्त्रीप्रति लोयलिटी हुनु रे। यस्ता प्रधानमन्त्री चाहियो हामीलाई। मन्त्रीप्रति लोयलिटी भएन भने सरुवा गरिदिन्छ रे। यस्तो प्रधानमन्त्री चाहियो हामीलाई। यसले देश विकास गर्छ। भनौँ सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने वा मन्त्रीप्रति कानुनप्रति लोयल्टी फिल भएन भने वा लोयल्टी राखिएन भने मान्य सदस्य यहाँलाई समय दिएको छैन, त्यस कारणले यहाँ नबोल्नु होला। कर्मचारी मन्त्रीप्रति लोयल हुने कि देशप्रति? मन्त्रीको चाप्लुसी गर्नलाई को कर्मचारी आउँछ? कस्तो कुरा गरेर जानुभयो उहाँले? मन्त्रीप्रति लोयल भएन, त्यसैले सरुवा गरियो। राज्यप्रति, राज्यले तोकेको उसको जब डिस्क्रिप्सनप्रति, ऊ जे कार्यविधि लिएर आएको छ त्यो प्रति, उसको संस्थाको लक्ष्यप्रति, यो प्रति